साथीहरू, आजको संसार डिजिटल बनेको छ। कम्प्युटरको आधारभूत ज्ञान हुनु भनेको भविष्यतर्फको ढोका खोल्नु जस्तै हो। यदि हामी कम्प्युटर प्रयोग गर्न सक्दैनौँ भने धेरै अवसरहरू हाम्रो हातबाट चिप्लिन्छन्। जागिर, अध्ययन वा दैनिक जीवन सबैमा कम्प्युटर अपरिहार्य भइसकेको छ। कम्प्युटर सिक्नु भनेको केवल टाइप गर्न जान्नु मात्र होइन, यो त सोच्ने तरिका बदल्ने यात्रा हो। यसले हामीलाई नयाँ सम्भावनाहरू देखाउँछ। जब तपाईँ कम्प्युटरको आधारभूत कुरा सिक्नुहुन्छ, जस्तै फाइल बनाउने, इन्टरनेट प्रयोग गर्ने वा इमेल पठाउने, तपाईँ आत्मनिर्भर बन्नुहुन्छ। हामी सबैले कम्प्युटर सिक्न सक्छौँ। उमेर, पृष्ठभूमि वा अनुभवले फरक पार्दैन, सिक्ने इच्छाशक्ति मात्र चाहिन्छ। आउनुहोस्, कम्प्युटर आधारभूत ज्ञान सिकेर आफ्नो भविष्य उज्जवल बनाऊ। यसले हाम्रो जीवनलाई सजिलो मात्र होइन, सफल पनि बनाउँछ।